हाई गाइज गुड इभिनिङ भनेको मिडनाइटै भइसकेको छ होइन। अनि त्यसपछि मैले चाहिँ मिनी भ्लग सुरु गरेको आजदेखि, आजभन्दा पनि अहिले रिसेन्टलीदेखि नै, अहिले भर्खरैदेखि सुरु गरेको के। अनि त्यो पनि यसले भन्यो अब मिनी भ्लग सुरु गर्नु, अहिले कस्तो ट्रेन्ड छ भनेर। अनि उहाँ चाहिँ मेरो साथी कविता। अनि म चाहिँ अहिले 3-4 दिनको लागि यसको घर बस्न आएको छु, पाहुना आएको छु होइन। खासै टाढा त होइन, ट्याक्सीमा 8 दिन मात्र उठ्छ, त्यो पनि इट्स ओके होइन। अनि त्यसपछि अनि म चाहिँ यहाँ त कहाँ राम्रो तिरेर हुन्छ नि, 12 दिनमै तिर्नुपर्छ। 12 दिनमै तिर्नुपर्छ, त्यो त हो कि। अनि त्यो पनि भन्छ कति नजिक छ भन्न खोजेको, त्यहाँदेखि 5 रुपियाँदेखि स्टार्ट हुन्छ, 8 रुपियाँमा तिरेर आइपुग्छु होइन। इट्स ओके। अनि अहिले चाहिँ हाम्रो मिनी भ्लगमा चाहिँ अब भ्लग भनेको के आफ्नो डेली एक्टिभिटिज त देखाउने हो होइन। तर हामी चाहिँ बिहान सुरु गरिनँ, मैले इभिनिङदेखि सुरु, अहिले भर्खर मिड नाइट हुन आँट्योदेखि चाहिँ जोस जाँगर चलेर बनाएको होइन। अनि मैले चाहिँ हेर्नु न नेल आर्ट गरेर आएको, इस हेर्नु न, मैले चाहिँ जहिले पनि म मरुन कलर गर्ने, जहिले क्या मैले नेल आर्ट गर्दा जहिले मरुन कलर गर्थेँ। तर आज चाहिँ मैले एकदमै समर कलर र फ्रेन्च कलर गरेको, किनभने मेरो केटाको जस्तै टाइपको हात छ कि। अनि त्यही भएर खासै राम्रो चाहिँ देख्दैन, त्यही भएर म चाहिँ अलिकति लाइट कलरहरू नै धेरै लाउँथेँ क्या, लाइट होइन डार्क कलरहरू। अनि त्यसपछि यता चाहिँ मेरो साथी, ल त चाहिँ किन गएको, कहाँ गएको थिएछ अरे भन्छ? यो चाहिँ कुच्चो पोचा किन्न गएको थियो, यसो घर कुच्चो पोचा थियो तर सिद्धेको थियो, नुनहरू सबै धोत्रो भएको थियो। अनि अरू के भन्नुपर्छ, अरू कुरा यस्तै हो। अब हामी अहिले लाइफ इज सो ब्युटिफुल, सो अनि सो वाट सो अब हामी यसो घर पनि आइपुग्न आँट्यौँ लगभग, केही खाएको पनि छुइनौँ, अब गएर खान्छौँ। अनि खान त खाएँ, अहिले एउटा बनाना खाएँ, पानीपुरी खाएँ, अनि चिया सेलरोटी पनि खायौँ हामीले। यता कुन रेस्टुरेन्टहरू थियो, हिमालय प्यालेस रेस्टुरेन्टमा गएर पानीपुरी चाहिँ एकदम मिठो है। अनि भोलि अब ड्युटी पनि छ, अब गएर रेस्ट पनि गर्नुपर्छ, सुत्नुपर्छ। सो गाइज सधैँ हाम्रो भ्लग हेर्नु होला, जहिले इभिनिङमा भ्लग आउँछ ल। बाई बाई, सी यू टुमरो। सब्सक्राइब होइन, फलो गर्नु ल मेरो टिकटकलाई।